सालको 64 मा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली तथा छोटो शुभकामना मन्तव्य राखिदिनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। कारण यहाँ हुँसो स्टेटमा जोडिँदै हुनुहुन्छ उहाँले सँगसँगै कालो प्लास्टिक हौ यो त बाहिर टालेको छैन गुरुआमाले 453 को विषयमा प्रारम्भिक चरणबाटै धेरै कुरा आएको छ। तर 453 हिन्दू जातिहरूको उत्पत्तिसँग सम्बन्धित यो हो जसले गर्दाखेरि हिन्दू जातिहरूमा हामी भोकै हेर्दाखेरि हामी मर्ने बेलामा हामीले किन कसरी मर्यो भन्ने कुरा र धेरै हाम्रो पितापुर्खाहरू साग खान नपाएर मरेको अवस्थाहरू छन्। त्यो अवस्थाहरूमा हामीले कसरी यसलाई स्थापना गर्ने भन्ने पुर्खाहरूले हाम्रो समुदायलाई बचाउनका निम्ति हामी बाँच्नका निम्ति चायालाई चढाउने हाम्रो यो अन्न बालेर चढाउने चढाएबाट 2 वर्षमा राम्रो फल दिने जुन एउटा विश्वासका साथमा मनाउँदै आएको हाम्रो 453 सायद हामीले मनाउन बिर्सेका होला। हामी विदेशी भइसकेका छौँ। हामी नेपाली बन्नु भन्दा पनि हामी विदेशी हुन गर्व भन्ने ठाउँ भइसकेका छौँ। त्यसैले दुःख लाग्छ। हामी हिन्दू समुदाय मात्र नभनौँ सबै जातिहरूका आफ्नो संस्कार संस्कृतिहरू छन्। ती संस्कार संस्कृतिहरूले नेपालले कसरी फैलाउने र कसरी फैलाउने अनि त्यसले कसरी विकासको अग्रगतिमा लाने भन्ने कुरा मलाई लाग्छ नेपाल सरकारबाट हुनुपर्छ भन्ने मलाई लाग्छ। र हामीहरूको यो प्राङ्गणमा दुःख लाग्दो कुरो भनेको चाहिँ के छ भने हाम्रो आदिवासी जनजाति सङ्ग्रहालय अलिक नजिक बनेको छ।
ओहो माक्सोते यहाँ पो आइपुगेछ त हौ कति बेला आएको ल ल के घुमिँदैछ रमाइलो भइरहेको ल ल ल ल घुमा घुमा गरिसकेपछि हामी बिजुवा युवा सान्ना र झाँक्रीहरूको पनि हामी पूजा आज हेर्न सक्छौँ त्यसपछि हामी बैठुसँगै नाच्नेछौँ त्यसपछि हामी सँगै नाच्नेछौँ र हाम्रो हिन्दू संस्कार अनुसार पारम्परिक अनुसार बनाएको परिवारमा बस्ने आदरणीय चेलीहरूलाई म पूजा आज सकिसकेपछि स्टेजमा रहनुहुने अतिथिजीहरूलाई पनि इङ्ग्लिस भाषामा जुन नेपालीमा हाम्रो भाषामा के हुन्छ लिनुहुने आदरणीय अतिथिजीहरूलाई पनि विभिन्नको अचार भटमासको अचार अनि सँगसँगै हामीसँग किनेमा भन्छ त्यो पनि छ त्यसको अचार पनि ल्याएर ग्रहण गरिदिनको लागि तरेमा हिँड्दै राखेर ग्रहण गरिदिनु गर्दछु र म उहाँहरूलाई जानकारी गराउनेछु र अझ बुवा आमा दाजुभाइ दिदीबहिनी अनि मिडिया कर्मीहरू हाम्रा सुरक्षा कर्मीहरू सबैमा 2082 सालको अशोक कमनाम पर्वको शुभ उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी वर्षेनी रूपमा यो प्राङ्गणमा अशोक कमनाम पर्वहरू सबै किसिमका जातिहरू सबै किसिमका धर्मावलम्बीहरू उपस्थित भएर हामी मान्ने गर्ने गरेका छौँ। सुरु भएकोले उदाउली गर्दैछौँ र अहिले हामी उदाउली मनाइरहेका छौँ। समाजसेवी मनोरथ तिवारीजीलाई पनि म आसन ग्रहण गरिदिनको यस चासोक कल्याण समितिका सचिवज्यू साथै उहाँ विभिन्न समाज सेवा विभिन्न सङ्घ संस्थामा गएर आउनुभएको छ र जसरी नै आजको यस चासोक कल्याण 2082को कार्यक्रमको निमित्त उहाँलाई पाल्नुभएका मञ्च चार पाँच दिन भयो तपाईँहरू आज मात्रै सेवारो यता पो घुम्दै थियो त नानीहरू त यता बजार घुम्दैछ। हामीसँग विशेष गरी मोटा विद्वान सामामा दिलीप योङयाङ सेवा रहे
आयो